अब सामान अब बेच्नको लागि हामीमा अलिकति ताकत पनि छैन। जस्तै अब हामीले अब इन्डिया र चाइनाको सामान किन्दा ठिक छ। हाम्रो देश नेपाल चाहिँ कृषि प्रधान देश हो भन्ने कुरा हामीले थाहा चाहिन्छ र 81% भन्दा बेसी चाहिँ एउटा मानिसहरू कृषिमा आबद्ध छन् भन्ने कुरा पनि हामीले पढ्या हो र सुने। हामीले दक्षिण कोरियाले हेर्छौँ, उसको पहिलो बेसिक आधार भनेको उसको एग्रिकल्चरै हो। हेर्नु चाहिँ उहाँले यसरी चाहिँ मजाले पानी लाएर सफाइ गर्नुहुन्छ। तपाईँ आफै मालिक तर आफै पनि खट्नु भएको छ? हो। हेलो एभ्रिवान, सबैजनालाई वेलकम ब्याक टु माई च्यानल सुभाष अफिसियल। र विशेष गरी चाहिँ अहिले म ठ्याक्कै इटेरी उपमहानगरपालिका वार्ड 17 अन्तर्गत यो ठाउँमा छु। यहाँ चाहिँ भित्र तपाईँले बगैँचा देख्नु भएको छ र बगैँचाको भित्र चाहिँ एकजना दाई हुनुहुन्छ, लिम्बू दाई। उहाँले लामो समयदेखि बङ्गुर पालन गर्दै हुनुहुन्छ। उहाँ चाहिँ एउटा बङ्गुर व्यवसाय र बङ्गुर पालन एउटा जो सफल व्यक्ति नै हो भन्ने मलाई लाग्छ। र बेसी मेरो लगभग तपाईहरूलाई मेरो च्यानलमा चाहिँ सक्छ म यो जो कृषि र कृषक र पर्यटनका कुरालाई मैले फोकस गरिरहेको छु, जसले गर्दाखेरि देश विकासको निम्ति चाहिँ एउटा कृषक प्लस किसानको मेहनत पनि हो र अर्को चाहिँ पर्यटन क्षेत्र पनि हो जस्तो मलाई लाग्छ। किन भन्दाखेरि अब हामीले सामान बनाउन र बेच्न नेपालमा अलिकति असम्भव जस्तै भइरहेछ। अब सामान अब बेच्नको लागि हामीमा अलिकति ताकत पनि छैन। जस्तै अब हामीले अब इन्डिया र चाइनाको सामान किन्दा ठिक छ हैन, किन्दै ठिक छ, हामीसँग बेच्ने र बनाउने कुरा छैन। र अब बनाएका वस्तुहरू पनि अब नेपालमा आउट जो सब एक्सपोर्ट हुन सकिरहेको छैन। त्यसले गर्दाखेरि सामान्यतया हामीले कृषि उत्पादन लगायत अब पर्यटनका कुराहरूलाई चाहिँ हामीले व्यापक प्रचार गर्न सक्यौँ र जनमानस जो फैलाउन सक्यौँ भने देशका मात्रै नभएर विदेशको मानिसहरूलाई चाहिँ हामीले कृषिका कुराहरू र पर्यटन र प्रबन्धन कुराहरूमा चाहिँ हामीले ध्यान दियौँ भने पनि थोरै एउटा स्थानीय स्तरमा आर्थिक आय स्रोतमाथि टिया पुग्छ जस्तो मलाई लाग्छ। त्यही भएर अहिले लगभग तपाईँले मेरो च्यानलमा चाहिँ लाइक सब्सक्राइब गर्नु नभन्नु होला। जसले गर्दा तपाईँले चाहिँ जानकारीमूलक सूचनामूलक राम्रो कुराहरूलाई चाहिँ मैले पोस्ट गर्ने प्रयास गरिरहेको छु। तपाईँको साथ सहयोग अपेक्षा गर्छु। हुन्छ, अहिले म भित्र जान्छु, उहाँसँग थोरै कुराकानी र उहाँले गरेको कुराहरू र कामहरूको बारे तपाईँ थोरै देखाउने प्रयास गर्छु। हुन्छ, थ्याङ्क यू। मैले हजुरहरू सबैजनाको लागि यहाँबाट थोरै मेसेज पनि जो प्रवाह गर्न चाहेँ। हाम्रो देश नेपाल चाहिँ कृषि प्रधान देश हो भन्ने कुरा हामीले थाहा चाहिन्छ र 81% भन्दा बेसी चाहिँ एउटा मानिसहरू कृषिमा आबद्ध छन् भन्ने कुरा पनि हामीले पढ्या हो र सुन्या पनि हो। तर अहिले त्यो कुराहरू एउटा व्यावहारिक रूपमा चाहिँ त्यो कुरा हामीले जो होइन कि जस्तो लाग्छ। किन भन्दाखेरि हामी सबै सुविधामुखी भयौँ र सुविधा सम्पन्न बस्ने, काम नगर्ने हैन, श्रम नगर्ने, जो श्रम गर्ने मेहनत गर्ने व्यक्तिहरूलाई चाहिँ हामीले एउटा हाम्रो सोचाइ त्यो व्यक्तिहरूमध्ये फरक चाहिँ छ भन्ने मलाई लाग्दछ। हामी जस्तै किसान गर्ने मान्छे, यो मान्छे कृषि गर्छ अरे किसान गर्छ भनेबित्तिकै चाहिँ उसप्रति चाहिँ होइन हाम्रो लेबर नै मिल्दैन, ऊ चाहिँ एउटा किसान गर्ने हामी जागिर खाने मान्छे हो भन्ने मान्छेको एउटा गलत कन्सेप्ट पनि छ। किन भन्दाखेरि तपाईँ हामीले चलाएको ल्यापटप र कम्प्युटर मोबाइलबाट चामल उत्पादन हुँदैन होइन, अन्न उत्पादन हुँदैन। अन्न उत्पादन भनेको यही जमिन नै हो र विभिन्न खालको पशुप्राणी उत्पादन हुने भनेको कृषि र किसानको मेहनतबाटै हो। त्यही भएर हामी जो बुद्धिजीवी छौँ, हामी जो एउटा पढेका सर्कलको मानिसहरू छौँ, हामीले चाहिँ कृषि क्षेत्र या किसानहरूले चाहिँ सकेसम्म हामी कसरी टेवा दिन सक्छौँ र कसरी सहायता गर्न सक्छौँ। सरकार होइन, सरकारको कुरा नगरौँ, हामी स्वयं व्यक्तिले पनि हामीले जानेको बुझेको कुराहरूमा होइन सामान किनिदिएर हुन्छ कि उहाँहरूले थोरै सहयोग गरिदिएर हुन्छ कि उहाँले गरेको कामहरूमा हामीले थोरै कुराहरू दिएर हुन्छ कि उहाँको काममा कसरी सहायता गर्न सक्छ त्यो कुरा चाहिँ गर्नु एकदमै जरुरी छ होइन। जसले गर्दाखेरि उसले गर्ने मान्छेले जो हौसला होस्, जो काम गर्ने मान्छे प्रेरणा मिलोस्, त्यो कुरा चाहिँ हामीले पनि गर्नु जरुरी पनि छ। हामी सचेत नागरिकहरू भएपछि र देश विकासको पहिलो खुड्किले भनेको एग्रिकल्चर हो र एउटा टुरिज्म क्षेत्र पनि हो। अनि त्यही कारणले गर्दाखेरि मैले सकेसम्म फोकस गरिरहेको छु। अब तपाईँले मेरो च्यानलमा चाहिँ सकेसम्म नयाँ नयाँ कुराहरू जो हेर्न सक्नुहुन्छ। सकेसम्म फिल्डबाटै तपाईँले कुराहरू प्रसारण गरिरहेको हुन्छु, फिल्डकै कुरा तपाईँ दिन्छु। हेरेर लाइक, कमेन्ट, सब्सक्राइब, कमेन्ट गर्नुहोस्। गर्नुपर्ने कुराहरूमा तपाईँले जो आफ्नो जो विचार राख्नु भएको होस्
थोरै सन्देश र मेसेज यही राख्नु छ है। थ्याङ्क यू सो मच। म दाइको फर्ममा छिर्दैछु। मैले दाइसँग हिजो जस कुराकानी चाहिँ जस गरेको थिएँ, उहाँलाई भेट्छु सायद हुनुहुन्छ भने ठिक छ, हुनुहुन्न भने मसँग टाइम मिलाउँछु। यसरी हामी उहाँको फर्ममा छिर्छौँ। उहाँले यहाँ बङ्गुर मात्रै होइन धेरै कुराहरू पाल्नु भएको छ है। उहाँको यो बाख्रा पाठाहरू होइन, बाख्रा पाठाहरू पाल्नु भएको छ। यहाँ बाख्राहरू टन्नै छ उहाँको है। उहाँले बङ्गुर मात्रै पाल्नु भएको छैन। यसरी हेर्नुहोस् है, तपाईँहरू देख्न सक्नुहुन्छ बाख्राहरू छ, यसरी प्राणीहरू छ, यसरी छ। उहाँको यो बस्ने घर हो। फेरि चाहिँ उहाँले धेरै कुरा पाल्नु भएको छ। यसरी बाख्रा खोर, कुखुरा खोर, म सुँगुर फाल्ने ठाउँमा आइपुगेको छु। तपाईँहरू यो कुरा दर्शक महानुभावहरू, अहिले म उहाँको फर्ममा यसो छिर्गएको छु। तपाईँलाई सबै कुरा यहाँ त्यसमा देखाउने प्रयास हुनेछ। उहाँले यसरी सबै लगभग उहाँको 2 आइटमकै कुखुरा जो बङ्गुरहरू छ, मासुको लागि उहाँले पाल्नु भएको छ। विशेष गरी उहाँको यो माउ पाल्नु छ उहाँले चाहिँ। विशेष गरी उहाँले बच्चा उत्पादन गरेर बेच्नुहुन्छ। सबै उहाँको यो लोकल छैन, सबै उहाँको यो हाइब्रिड विभिन्न प्रजातिहरू छ। म उहाँसँग कुराकानी गरेर तपाईँहरूले जानकारी दिनेछु। यसरी उहाँको फर्महरू हुन्छ। उहाँको लगभग यो यसरी छ। उहाँको प्रायः चाहिँ यो ठुलो साइजको सुँगुरहरू पाउँछ यहाँ। अहिले उहाँले एउटा हाल्नुभएको छ, सबै माउहरू यो। यहाँ बच्चा छ, यहाँ बच्चा यसरी छ। हेर्नुहोस् है, माउले चाहिँ बच्चा दुध खुवाइरहेछ। कति राम्रो बच्चा तपाईँहरू हेर्न सक्नुहुन्छ। बच्चा कतिवटा छ यहाँ? 4, 5, 6, 7, 8, 9, 10, 11वटा बच्चा। यो ठुलो खालको सुँगुर, यो लोकल खालको होइन, यो चाहिँ पुरै यो हाइब्रिड बिग साइजको। कुन प्रजातिको सुँगुर हो भन्ने बारेमा मसँग थोरै बात गर्नेछु। उहाँको सुँगुर चाहिँ थुप्रै ब्याएर छ, यहाँ पनि छ। सर र हामी एकपल्ट हेर्नेछौँ है त। उहाँको सुँगुर यसरी लगभग 3 माउ ब्याइसकेको छ। यसरी यहाँ सुतिरहेछ सुँगुरको माउहरू। तपाईँहरूले यदि ठुलो खालको सुँगुरको बच्चाहरू चाहियो भने सम्पर्क गर्नुहुन्छ। यो इटेरी यो मजौरा सिरान हो, इटेरी 17 मा पर्छ। यसरी हामीले कृषिको लागि र किसानलाई हामीले एउटा प्रेरणा दिनुपर्छ, उत्साह दिनुपर्छ, हौसला पनि दिनुपर्ने हुन्छ है। किनभने देशको निम्ति एउटा मुख्य स्रोत भनेकै एउटा यही हो। हामीले दक्षिण कोरियाले हेर्छौँ, उसको पहिलो बेसिक आधार भनेको उसको एग्रिकल्चरै हो। र धेरै नेपालीहरू अब दक्षिण कोरिया गएर सुँगुर फर्ममा काम गरिरहेछन्, गाई फर्ममा काम गरिरहेछन् होइन। हामी नेपालमा गर्न सकिरहेछौँ, वातावरण छैन भनेर हामी चाहिँ भागिरहेछौँ। सायद अब यो कुराहरू होइन जो सत्य पनि हुनसक्छ, वातावरण छैन। यसरी चाहिँ अन्त सर देखाएँ ठिकै छ। उहाँले चाहिँ यता पनि बढाउनु भएको छ होइन। अहिले एकदम नै उहाँको वृद्धि हुने क्रममा छ। उहाँले मैले भनिसकेँ यति आइटमको राख्नुहुन्छ, मासुको लागि राख्नुहुन्छ र माउको लागि राख्नुहुन्छ। उहाँ एउटा पुरानो एउटा बङ्गुर पालक हो। उहाँको वार्तालाप पनि हुनेछ, केही कुराहरू हुनेछ। यहाँ सुँगुर ब्याएको छ हेर्नुहोस् है। दर्शक महानुभावहरू, यहाँ सुँगुर ब्याएको छ उहाँको। चाहिँ एकदमै राम्रो बच्चा छ हेर्नुहोस् है। तपाईँले चाहिएको खण्डमा सम्पर्क गर्न सक्नुहुन्छ। मेरो च्यानलमा तपाईँले कमेन्ट गरेर आफ्नो कन्ट्याक्ट नम्बर दिन सक्नुहुन्छ, या जानकारी लिन सक्नुहुन्छ। एकदमै राम्रो पाठाहरू उत्पादन हुन्छ, भर्खरै जन्माएको छ। यहाँ चाहिँ सायद उहाँले भर्खर लानु भएको होला। यसरी गर्नुपर्छ हेर्नुहोस् है सुँगुर पाठाहरू।
के गरिरहेछ प्लस उहाँको वरिपरि बगैँचा छ हामी हेर्छ भने वरिपरि केराको बोटहरू छ हैन वरिपरि बगैँचा छ उहाँको बिचमा पोखरी पनि छ तपाईले पोखरी पनि देख्न सक्नुहुन्छ यो माछा पोखरी उहाँको यो आफ्नै जग्गा हो उहाँको 10 कट्ठा जग्गा छ भन्नुभएको छ आफ्नै जग्गा हो यो अनि यसरी वरिपरि उहाँले पोखरी हाल्नुभएको छ माछा यहाँ पर लिची फलिरहेको म देखिरहेको छु हैन लिची फलिरहेको छ हामी सर हेर्छौँ उहाँले पानी लाउँदै हुनुहुन्छ पानी लाउने काम गर्दै हुनुहुन्छ यसरी उहाँको फर्मभित्र उहाँसँग थोरै कुराकानी गर्छु म सरसफाइ गर्दै हुन्छ दिनमा एकपल्ट धुनुहुन्छ यसलाई ए हो हेर्नुहोस् है उहाँले यसरी चाहिँ मजाले पानी लाएर सफाइ गर्नुहुन्छ अनि दिनमा एकपल्ट चाहिँ उहाँले भन्नुभएको छ यसरी उहाँले सबै सफाइ गर्छन् भएको छ सबै खोर सफाइ भइसकेको छ यसरी सबै खोर सफाइ छ हेर्नुहोस् है सफाइ भइसकेको छ भइसकेको छ हामीले पाल्छौँ मात्रै भएर हुँदैन हामीले आफ्नो जो मेहनत त चाहिन्छ नि मेहनत बिगाएर केही हुँदैन समय खर्चिन सक्नुपर्छ सबै खोरमा सफाइ गर्नु यस्तो हुन्छ खोर कति मजाले सफाइ गर्छन् भएको होइन खोर सफाइ कार्यक्रम अब चलिरहेको छ अहिले त्यति राम्रो खोर छ हेर्नुहोस् है सुँगुरको खोर सुँगुरलाई नुहाउनुपर्छ यो मजाको सुँगुर छ हुन्छ दर्शक महानुभाव अहिले तपाईँले मैले भनिसकेको छु अलरेडी त्यो अघि तपाईँले भनिसकेको छु मैले यो फर्मको बारेमा थोरै जानकारी त मैले दिइसकेको छु र विशेष गरी चाहिँ यो फर्मको सञ्चालक अथवा डाइरेक्टर त्यो भीमबहादुर लिम्बू दाइ चाहिँ तपाईँले मेरो फर्ममा देख्दै हुनुहुन्छ यस्तो मिलाउनु यस्तो मिलाउनु म चाहिँ उहाँसँग थोरै कुराकानी गर्नेछु र उहाँले जानेको कुराहरू हामी सुन्नेछौँ र उहाँसँग जो थोरै बोलाएको चाहिँ म गर्ने तपाईँले हेर्दै हुनुहुन्छ भीमबहादुर दाइले दाइ नमस्कार नमस्कार स्वागत छ तपाईँले मेरो च्यानलमा दाइसँग थोरै कुरा गर्न चाहे त तपाईँ धेरै व्यस्त हुनुहुन्छ होइन चारो दिसन बोला होइन पानी सबै जो सफाइ गर्छन् भएछ सफाइ गर्नु भएछ बिहान तपाईँ कति बजी आउनुहुन्छ घरबाट चाहिँ म 8 बजे आउनुहुन्छ 8 बजी आएर त्यो दिनभरि बस्नुहुन्छ दिनभरि यहीँ बस्छु यहीँ बस्नुहुन्छ यहीँ अब त बाख्रा रहेछ सुँगुरहरू पनि छ अब त्यो रागा पनि छ तपाईँको उहाँको सबै कुरा उहाँले गर्नुभएको छ र विशेष गरी जो तपाईँले यो व्यवसाय अथवा यो बङ्गुर पालन गर्नुभएको कति वर्ष भयो दाइ मेरो 10-11 वर्ष भयो 11 वर्षको अहिलेसम्म तपाईँलाई यो बङ्गुर उत्पादनको लागि व्यापारहरू यसको मार्केटहरू त्यस्तो अभाव केही छैन छैन है जो हो तपाईँले पाल्नुभएको सुँगुर चाहिँ कुन प्रजातिको छन् दाइ मेरो यो हेमसागर र दिउरो हेमसागर र दिउरो दिउरो भनेको चाहिँ तपाईँ अलिक सानो हुने हो सानो होइन त्यस्तै हो तर त्यो उसको चाहिँ थुतुना लामो हुन्छ हेमसागरको चाहिँ अलि डल्लो हो हामीले देखेको चाहिँ कुन चाहिँ यो पाटे छ नि त हेमसागर हो हेमसागर क्रस गरेको क्रस हो तपाईँले यो सुरुमा चाहिँ कतिवटा सुरु गर्नुभयो दाइ सुरुमा चाहिँ 32 वटा लगाएको थिएँ सुरुमा 32 वटा पाठापाठी सुरुमै पाठापाठी लाउनु भयो अच्छा तपाईँले उत्पादन गरेको जो कुनै पनि अब यो वस्तुहरूमा मासुको लागि पनि छ कि माउ मात्रै हो तपाईँ मेरो मासुको लागि पनि छ माउ पनि छ दुईटै पाल्नु भएको छ दुईटै छ ए यो मासुको लागि गरिएका यो बङ्गुरहरू बजारमा राम्रै बिग्रिरहेछ मासुको चाहिँ अहिले अलिक छ हजुर बिग्दा बिग्छ बजारमा बिग्दै बिग्छ तर अलिक धेरै लगेको छैन लगेको छैन अहिले मासुको भाउ त बजार राम्रै छ राम्रै छ है अनि तपाईँले ती लामो समयसम्म गर्दाखेरि तपाईँ आफै खट्नु भएको छ
आफै गर्नुभएको छ? एकजना भाइ पनि छ। एकजना भाइ छ। भनेपछि तपाईँ आफै मालिक तर आफै पनि खट्नु भएको छ? आफै। तपाईँ चारोहरूको व्यवस्थापन कसरी गर्नुभएको छ दाइ? चारो त अब यहाँ भुसहरू हामी बटुल्छौँ। हजुर। अनि र दानाहरू अलिअलि हाल्नुहुन्छ है? तपाईँ चारो यसमा कति टाइम दिनुहुन्छ? 2 टाइम। बिहान र बेलुका। बिहान कति बजे दिनुहुन्छ? बिहान 8-9 बजे 9 बजेदेखि सुरु गर्छु। अनि बेलुका? बेलुका। अच्छा, चारो 2 टाइम। तपाईँले एउटा बिहाकोलाई चाहिँ 3 टाइम दिन्छु। बिहाकोलाई 3 टाइम? अच्छा। पाठा हुनेलाई अहिले तपाईँको धेरै पाठहरू जन्माइरहेको छ। अहिलेको तपाईँको कतिवटा ब्याउने छ अहिले सुँगुरहरू? अहिले ब्याउनेवाला? त्यही 5वटा ब्याएको छ। अब ब्याउने सबै नै हो यिनीहरू? सबै नै हो? अच्छा। यो बाको प्याठाहरूले तपाईँ खरिदेमा बेच्नुहुन्छ कि गाउँमा लान्छ एउटा? होइन, गाउँमै लान्छ। गाउँमै लान्छ। खरिदेले अहिलेसम्म लगेको छैन। तपाईँ गाउँ घरै बिक्छ? यही बिक्छ। खरिदेले लग्यो भने गाउँ घरमा बिक्री राम्रो छ? राम्रो। अलि राम्रो घट्छ। राम्रो पाउँछ। अच्छा। अनि तपाईँले एउटा कुरो, यति लामो समयसम्म बङ्गुर पाल्दाखेरि तपाईँलाई त्यस्तो गाह्रो कठिन केही त भयो कि भएन कि? कहीँ अब योसँग दुईचोटि भयो, तर हामीले पहिले बुझिसकेको छौँ नि त। अच्छा। बिक्री हुन्छ फेरि? बिक्री चाहिँ हुन्छ। तपाईँले यो लकडाउनको टाइममा धेरै बङ्गुर फर्महरू त्योभन्दा पहिला खोलिएको थिए, तर लकडाउनको टाइममा चाहिँ फेरि धेरै बङ्गुर फर्महरू चाहिँ अब बिकेन, घाटा भयो भनेर धेरै फर्महरू चाहिँ अब हराए, मासे होइन। कोही साथीहरू चाहिँ त्यो बङ्गुर फर्म बेच्दै विदेश पनि गए। तर तपाईँ चाहिँ लकडाउनको अवस्थामा तपाईँ टिकिराख्नु भयो है? टिक्यो। तपाईँको त्यतिखेर कुनै घाटा भएन? भएन। त्यतिखेर चाहिँ अब घाटा जस्तै लाग्यो, पछि अब बिक्री गरेर उकास्यो भनौँ न। पछि लकडाउनमा धेरै बन्द भए, धेरै चैत भयो, तर तपाईँको चाहिँ यो राम्रोसँगले हेरचाह गर्नुभयो, राम्रो रह्यो। तपाईँको लकडाउनमा मासुको व्यापार त थिएन भन्छन्? मासुको होइन, व्यापार थियो, मासुको पनि थियो छन् त, तर कम थियो। भाउ चाहिँ सस्तो थियो अरे? भाउ पनि होइन, मासुको दाम सस्तो होइन, सुँगुर चाहिँ सस्तो पाउँथ्यो व्यापारीले। मासुको दाम त घटेन। हामीले गाउँमै पनि कति काटेर बेच्यौँ। गाउँमै पनि? अच्छा। भनेपछि तपाईँ सुँगुर पालन र सुँगुर व्यवसायमा तपाईँ जो सन्तुष्टि हुनुहुन्छ? म सन्तुष्टि नै छु। सन्तुष्टि भन्नु पर्यो होइन? अब अहिले उत्पन्न भएको बच्चाहरूलाई चाहिँ तपाईँ कति महिनामा खास बेच्न मिल्ने हो त? 45 दिनमा। 45 दिनमा? 45 दिनमा। लगभग दाइ तपाईँको मैले फर्म हेरेँ, राम्रो गर्नुभएको छ। तपाईँको यो च्यानल हेर्ने साथीभाइले तपाईँ केही भन्न चाहनुहुन्छ? पाठहरू निस्केको छ अथवा जस्तो अब धेरै युवाहरू विदेश गएका छन् होइन, धेरैले फर्महरू छोडेका छन्, गर्दा के राम्रै हुँदो रहेछ भन्ने मेसेज? अब राम्रै भइराखेको छ भन्नु पर्यो। हामीलाई चाहिँ अब अरूले टाइममा चारो दिनु पर्यो। अब त्यसै फर्म मात्रै खोलेको छु भनेर भएन, कट्नु पर्यो। यसमा तपाईँले अन्तिम कुरा दाइ, सुँगुर पाल्दाखेरि खास तपाईँ के कुरा ध्यान दिनु पर्दछ कि तपाईँले त होला नि अनुभव? त्यही सरसफाइमा हो। त्यो होटेलको चारोहरू दियो, त्यो कुहिएको उहरू दियो भने, मकैकोहरू दियो भने अब बिमार हुन्छ, आइजा आउँछ। अब तिनीहरूबाट चाहिँ जोगिनु पर्यो। अब अहिलेसम्म हामीले त्यो होटेलको चारोहरू दिएको छैनौँ, त्यही दाना भुसहरू मात्रै खुवाइराखेको छौँ। हाम्रो केही भएको छैन। तर अब अरूले कसैले त्यो उता होटेलको चारोहरू, त्यो सेपा पोलेको ल्याएर पनि खुवाउँछ अरे, त्यसबाट पनि बिमार आउँछ। होइन तपाईँले यो खोर तपाईँ सफा गर्दै हुनुहुन्थ्यो, यसले त दिनै पछि सफा गर्नुहुन्छ? दिनै पछि? दिनै। अच्छा, दिनै पछि एकचोटि सफा गर्छु। बिहान र बेलुका गोबर चाहिँ सोर्छ त्यो भाइले। जस तपाईँ 10-11 वर्ष भएछ, 10-11 वर्षमा तपाईँले फाइदा त राम्रै राम्रै छ। अब ठिकै छ भन्नु पर्यो। हामीलाई कहीँ के गर्नु परेको छैन। अब अरू जागिर छैन, यही हो। जस तपाईँ नानीहरूलाई अब पढाउनु खानु हामीले पुगिराखेको छ भने तपाईँ आफै मालिक आफै नोकर यहाँ होइन? आफै मालिक आफै नोकर। पछि जस तपाईँले राम्रो गर्नुभएको छ। धन्यवाद छ दाइ थोरै कुराकानीको लागि, तपाईँले समय दिनुभयो, यसको लागि तपाईँ धेरै धन्यवाद है। हुन्छ दाइ, हुन्छ थ्याङ्क यू। हुन्छ दाइ, हुन्छ।
भीमा दाई हुनुहुन्छ, उहाँ चाहिँ यहाँ आफै मालिक आफै नोकर गर्नुहुन्छ, एकदम मेहनती हुनुहुन्छ, लामो समयदेखि उहाँ जो श्रम गर्दै हुनुहुन्छ। तपाईँलाई कुराकानी अन्तिम भिडियो राख्दैछु। थ्याङ्क यू सो मच हेरिदिनु भएको लागि। हुन्छ त है, हुन्छ, थ्याङ्क यू।